दर्शन अनि नमस्ते, म मन्जिल युके है। म आज एउटा भिडियो बनाउन जाँदैछु हैन। यो भिडियो बनाउनुभन्दा पहिला म तपाईँलाई के डिक्लेयर गर्न चाहन्छु भने चाहिँ यो चाहिँ कुनै पनि इन्डिभिजुअल संस्था, गिफ्टर, लाइभ होस्टर हैन, कुनै पनि टिकटक युजरलाई चाहिँ मैले चाहिँ हैन डाइरेक्ट अथवा इन्डाइरेक्टली चाहिँ उनीहरूलाई डोमिनेट गर्नको लागि, उनीहरूलाई नराम्रो बनाउनको लागि, उनीहरूको लेभल घटाउनको लागि हैन, अथवा उनीहरूसित कम्पिटिसन गर्नको लागि चाहिँ होइन है। यो भिडियो बनाउनुको मेन इन्टेन्ट चाहिँ के हो भने चाहिँ म क्लियर गर्न चाहन्छु तपाईँहरूलाई हैन। जति पनि मान्छेहरू कन्फ्युजन भएको छ नि हैन, अब लाइभ होस्टर हुनुहुन्छ, अर्गनाइजर हुनुहुन्छ, ग्रुपहरू हुनुहुन्छ, उहाँले चाहिँ यो गीत सङ्गीतको एउटा प्लेटफर्म क्रिएट गरेको छ हैन। मोर अपर्च्युनिटी दिएको छ हाम्रो ट्यालेन्ट पर्सनहरूलाई हैन, हाम्रो आर्टिस्टहरूलाई। त्यस्तो गर्दाखेरि मलाई झन् खुसी छ एन्ड आइ एम भेरी ह्याप्पी गाइस हैन। सो म चाहिँ जब 2019मा मैले जब यो भनौँ न टिकटकको ट्यालेन्ट स्टार्ट गरेँ, त्यो बेला म आइ एम द ओन्ली वान हु डुइङ दिस काइन्ड अफ कम्पिटिसन हैन। त्यो बेलामा मलाई लाग्थ्यो कि सम्पूर्ण हैन अरू टिमहरूले पनि गर्दै हुन्थ्यो जस्तो लाग्थ्यो हैन। अहिले आएर होइन मेरो सपना पुरा भएको छ हैन। कति धेरै अर्गनाइजरहरू छ, कति धेरै इन्डिभिजुअलहरू छ हैन, उहाँहरूले चाहिँ प्रोग्राम गरिराख्नुपर्छ। जस्तै डेभिड शेर्पा हैन, उहाँले पनि प्रोग्राम गर्दै हुनुहुन्छ। म खुसी लाग्छ क्या हैन। मैले कसैलाई खुट्टा तान्ने, कसैलाई नराम्रो भन्ने, कसैको बारेमा चाहिँ भनौँ न नराम्रो सोच मेरो छैन हैन। बरु म सपोर्ट गर्छु हैन तपाईँहरूलाई। सो तपाईँहरूलाई म एउटा कुरो चाहिँ के क्लियर गर्न चाहन्छु भने चाहिँ म मन्जिल युके मैले चाहिँ यो टिकटकको ट्यालेन्ट, एउटा म्युजिकल, एउटा चाहिँ गीत सङ्गीतलाई चाहिँ सपोर्ट गर्छु। तर मान्छेले सोच्छ किन च्यारिटीहरू गर्दैन, सामाजिक कार्यहरू त्यस्तोहरू गर्दैन जस्तो भन्छ हैन। तर म के क्लियर गर्न चाहन्छु नि, टिकटकको ट्यालेन्ट मन्जिल युकेले सोल्ली म्युजिक, गीत सङ्गीत, कला हैन क्षेत्रको ट्यालेन्ट व्यक्तिहरूलाई चाहिँ एउटा अपर्च्युनिटी दिने एउटा प्लेटफर्म हो हैन। यसमा चाहिँ मैले कुनै पनि च्यारिटी रनहरू गर्दैन। तर हेभिङ सेड द्याट मेरो चाहिँ 2 वर्ष प्लस भइसकेको छ। तपाईँलाई म के भन्न चाहन्छु भने चाहिँ पिएम फाउन्डेसन नेपालमा मेरो रजिस्टर गरेको 2 वर्ष भइसकेको छ। उहाँको चाहिँ अध्यक्ष अथवा उहाँको चेयरम्यान अफ इन्चार्ज चाहिँ हाम्रो निहारेको मुटु हुनुहुन्छ है। उहाँले चाहिँ यो चाहिँ के अरे फाउन्डेसन चलाउनुहुन्छ। यो फाउन्डेसनले नट ओन्ली एउटा इन्डिभिजुअलले चाहिँ होइन उनलाई चाहिँ घर बनाइदिने, उनीहरूलाई चाहिँ साउन्ड कार्ड किनिदिने, पसल बनाइदिने त्यो होइन कि। मेरो के अरे नन प्रफिटेबल के अरे अर्गनाइजर हो। त्यो फाउन्डेसनले चाहिँ नेपाल अधिराज्यभरि हेर्छ कि हैन। त्यसमा चाहिँ हाम्रो चाहिँ क्राइटेरियाहरू छ, कस्तो भागमा हामीले हेर्छौँ भनेदेखिलाई चाहिँ जुन भागमा सरकारले हेरेको छैन हैन, सरकारको आँखा पुगेको छैन त्यो ठाउँमा हामीले हेर्छौँ। जस्तै इक्जाम्पलको लागि चाहिँ कुनै पनि महिलाको बलात्कार भयो हैन, तर त्यो महिलाको बच्चा त जन्मियो हैन, तर त्यसको बाउ छैन नि त, बलात्कार गरेको त बाउ हुँदैन नि त। अनि ऊ गरिब छ, उनलाई पढाउन सक्दैन, उसको बाउको नाम दिन सक्दैन भने चाहिँ हामीले अब उसको नाम दिलाइदिने हैन, उनीहरूलाई पढाइदिने त्यस्तो खालको कार्यहरू गर्छौँ है। अहिले भर्खरै अब हाम्रो चाहिँ बङ्गलादेशको एकजना एनजिओ को टिमसित हाम्रो कनेक्सन भएको छ हैन। उहाँसित अब हाम्रो राम्रो कनेक्सन भयो भने चाहिँ माइट बी यो बिगरमा पनि जान सक्छ हैन। मैले अब यो देख्नुहुन्छ है, यो बाबु 14 वर्षको, यसको 2टै किडनी फेल थियो हैन। हामीले 1 लाख सम्पूर्ण युनिट पावर परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युगेबाट तपाईँहरूले पठाएको सहयोग रकम रु 1,26,000 मैले आज पीडित बिरामी आनिस गुरुङको आमाको हातमा दिइरहेको छु। तर बिचरा बाबु धेरै बाँच्नु भएन। 2-3 हप्तापछि बित्नु भयो हैन। तर हामीले गऱ्यौँ नि त हैन। नट ओन्ली धेरै हामीले गरेको छ। अब त्यो भन्दै गऱ्यो भने अब 1 घन्टाकै हुन्छ हैन। सो मैले के सोचेको थियो भने चाहिँ हामीले चाहिँ यो च्यारिटी अनि यो म्युजिक चाहिँ मिक्सअप नगर्ने हैन। त्यसरी मैले छुट्टै गरेको छु हैन। त्यसो भएर चाहिँ हामीले चाहिँ जति पनि यो म्युजिकमा कनेक्सन भएकोलाई चाहिँ हामीले टिकटकको ट्यालेन्ट मन्जिल युकेबाट हामी चाहिँ उहाँलाई एउटा अपर्च्युनिटी दिन्छौँ। उहाँ चाहिँ भर्खरको कलाकार होस् या वरिष्ठ कलाकार, राष्ट्रिय कलाकारहरू, हामी सबैलाई अपर्च्युनिटी दिन्छौँ। अनि हामी त्यसै गर्दैनौँ। उनीहरू सबैलाई हामीले एप्रिसिएसनको लागि हैन, मेरो सपोर्टरहरू, मेरो गिफ्टरहरू ल्याएर उहाँहरूलाई गिफ्ट दिनुहुन्छ हैन। मेरो अफिसरहरूले उहाँसँग कनेक्ट गरेर कसरी प्रोग्राम रन गर्ने भनेर उहाँलाई चाहिँ हामीले हल्का इन्फर्मेसनहरू दिन्छौँ।
त्यसो भएर म के क्लियर गरेको हो भने चाहिँ तपाईँहरू चाहिँ कुनै पनि मनमा चाहिँ त्यस्तो नराम्रो नसोच्नु होला। म कसैको लागि नराम्रो सोच्दिनँ होइन, सबैको लागि राम्रो सोच्छु। अहिले आएर म जुन स्टेजमा आइसकेको छु, आइ एम भेरी ह्याप्पी नाउ, आई क्यान स्टप नाउ। टिकटकर ट्यालेन्ट सिजन 9 नगर्दा नि हुन्छ, किनकि मेरोमा मैले 8जना चाहिँ क्याप्टेनहरूलाई चाहिँ मैले भनौँ न एउटा अपर्च्युनिटी दिएको, एउटा प्लेटफर्म दिएको छौँ। त्यसमध्ये कति क्याप्टेनहरूले चाहिँ क्यारी अन गरेको छ भने चाहिँ कति क्याप्टेनहरूले चाहिँ छोड्नु भएको छ है। अहिले हेर्नुहोस् मेरो 4वटा क्याप्टेन होइन, 101 हुनुहुन्छ। हेर्नुहोस्, आई क्यान सी देयर, उनीहरूको ब्रोडमा गयो भने मलाई आई फिल माइ सेल्फ देयर के होइन। मेरो मिरर देख्छु, उहाँले यस्तो मजाले प्रोग्राम चलाउनुहुन्छ, आहा होइन। फर्स्ट प्रोग्राम त्यत्तिको सक्सेस। मेरो फर्स्ट प्रोग्राम गर्दाखेरि त मेरो त 4-5जना 20-25जना मात्रै हुन्थ्यो। अहिले उहाँहरूको होइन कति धेरैले हेर्छ, कति धेरै कन्टेस्टेन्टहरू आएको छ होइन, कति धेरै सपोर्टरहरू आएको छ होइन। सो मेरोबाट कति अफिसरहरू टुटेर जानुभएको छ होइन, मसँग एउटा फुत्केर जानुभएको छ होइन, मबाट निस्केर जानुभएको छ होइन। सो उहाँहरूले पनि टिम बनाएको छ होइन, उहाँले पनि एउटा भनौँ न प्रोग्रामहरू चलाएको छ होइन। अनि त्यो प्रोग्रामबाट पनि फेरि जन्मेकाहरू पनि छन् होइन। कति ठाउँमा मन्जिलिकेका हाँगाहरू छ कि, तर उनीहरूले थाहा हुँदैन कहाँबाट आएको होइन, कसरी हामी के अरे हाम्रो चाहिँ यो इस्टाब्लिस भएको, कसले इस्टाब्लिस गरेको, अनि त्यो व्यक्ति को थियो होइन, अनि त्यो चाहिँ कसको हाँगा हो त होइन। त्यस्तो कुरोहरू चाहिँ उहाँले बिर्सिनुहुन्छ होइन। अनि अहिले आएर उहाँले भन्नुहुन्छ होइन मन्जिले के त्यो, मन्जिले के यो भने, म त्यस्तो होइन, म कसैलाई नराम्रो भन्दिनँ। अनि भनेको भिडियो पनि छ भने मलाई देखाउनुहोस्, क्लियरली तपाईँलाई भनिदिन्छु होइन कि त्यस्तो मेरोमा केही छैन भनेर है। सो बेसिकली आज मैले चाहिँ यो भिडियो चाहिँ रेकर्ड गरेँ गाइस होइन, किनकि मलाई चाहिँ सम्पूर्ण व्यक्तित्वहरूले होइन मन्जिले के एकदमै क्वाइट बस्छ के हो भन्छ होइन। म चाहिँ अब के हो बोलेर होइन, आफू काम गरेर देखाउनुपर्छ जस्तो मलाई लाग्छ होइन। सो म काम गर्ने, म विश्वास गर्ने व्यक्ति होइन। अब मेरो अब ब्याकग्राउन्ड चाहिँ अब भन्नुपर्दा म चाहिँ आर्मीमै अब मेरो हाफ अफ के अरे जिन्दगी बिताएको मान्छे हो होइन। मैले अब धेरै के अरे इनसाइड आउट देखेको छु होइन। सो अहिले आएर मैले जुन यो प्लेटफर्ममा होइन टिकटकर ट्यालेन्टमा चाहिँ एउटा एक प्रकारको युनिक एउटा कम्पिटिसन गराइरहेको छु होइन। त्यसमा चाहिँ अब अहिले जति पनि सपोर्टरहरू आउनुभएको छ, अझ अहिले अब भनौँ न सिजन 7मा हाम्रो चाहिँ 29जना सपोर्टरहरू थियो भने चाहिँ अहिले अब 9जना सपोर्टरहरू हुन्छ होइन। त अब मैले चाहिँ अब त्यो सपोर्टरहरूलाई चाहिँ अब भनौँ सोध्दाखेरि अवलोकन गर्दाखेरि चाहिँ अहिले उनीहरू किन आएको छैन भने चाहिँ उनीहरूमा रङ इन्फर्मेसनहरू पुगिरहेको छ क्या, उनीहरूलाई रङ के अरे कुराहरू सुनाइदिइरहेको छ क्या मेरो बारेमा होइन। विच इज उनीहरूलाई चाहिँ त्यो चाहिँ एकदमै कम्प्लिटली चाहिँ रङ इन्फर्मेसन हो क्या। अनि उनीहरूले त्यो गर्दा चाहिँ आइरहेको छैन होइन। त्यस्तो नगरौँ गाइज होइन, किनकि साङ्गीतिक क्षेत्र मैले भने मैले सिजन 7-8 सकाएर सिजन 9 नगर्दा पनि मलाई केही हुँदैन होइन। यो प्लेटफर्म यति धेरै आइसकेको छ, अहिले त म एकदम खुसी छु होइन। त्यसो भएर चाहिँ अल द सपोर्टरहरू होइन, अल द स्पोन्सरहरू, अल द मेरो चाहिँ शुभचिन्तकहरू होइन, तपाईँहरूले चाहिँ जुन प्रकारले सपोर्ट गर्नुभएको छ त्यसरी सपोर्ट गर्नु होला, अगाडि बढ्नु होला होइन। अनि हाम्रो मन्जिल युके टिकटकर ट्याली फ्यामिलीलाई चाहिँ सधैँ सदा माया गर्नु होला होइन। अनि हाम्रो अफिसर्स भाइस सिइओ होइन पर्मिलाजी होइन, उहाँले सम्पूर्ण यो प्रोग्रामहरू जति पनि यो टिकटकर ट्यालेन्टका चाहिँ सिस्टमहरू उहाँले चलाउनुहुन्छ भने चाहिँ हाम्रो चिफ इभेन्ट एन्ड इन्टरटेनमेन्ट अफिसर वन्दनाजी हुनुहुन्छ होइन। अब उहाँले पनि यो जति पनि प्रोग्रामहरू होइन, जति पनि प्रोग्रामको स्केड्युल गर्ने, पाइपलाइनमा कुन कुन प्रोग्राम ल्याउने, उहाँले कति दुःख गर्नुभएको छ होइन। चिफ मार्केटिङ अफिसरमा हाम्रो अमित गुरुङ हुनुहुन्छ, चिफ फाइनेन्सियल अफिसरमा हाम्रो बिनीजी हुनुहुन्छ, पैसाको सबै उहाँले चाहिँ ह्यान्डल गर्नुहुन्छ होइन। अनि हाम्रो एडभाइजर हुनुहुन्छ रामकैलाश थापा होइन। हाम्रो चाहिँ अब अहिले क्याप्टेनहरूमा होइन अमित गुरुङ, दिलीप लिम्बू होइन, ड्यानियल, निमा होइन, उहाँहरू चाहिँ क्याप्टेन हुनुहुन्छ। हाम्रो जजमा हाम्रो के अरे अब सुबिलाजी हुनुहुन्छ होइन। धेरै मोडमा हाम्रो सलिना त्यसो हामी सबै अनि हाम्रो श्वेताजी हुनुहुन्छ, एकदमै फ्यान्टास्टिक जब, आउटस्ट्यान्डिङ जब गर्नुभएको छ उहाँले। सो यसरी नै माया गर्नुहोस्, यसरी नै सदा सदा तपाईँहरूको दया होस् है। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड प्लिज यदि तपाईँसँग केही छ भने कमेन्ट्स गर्दा हुन्छ, आई रियली टेक द्याट एज अ पोजिटिभली है। सो स्टे ह्याप्पी,
and keep smiling है. Thank you so much.